त्यत्रो बुढो छ त मोबाइल त लाएन नि हेलो गाइज वेलकम ब्याक टु माई मिनी भ्लग। आज चाहिँ न्यू इयरको साथसाथै हामी चाहिँ घुम्न गएको थियौँ। थोरै क्लिपहरू चाहिँ लिन पाइनँ अगाडिको। यहाँ चाहिँ ऐसेलुहरू हुने रहेछ अनि मेरो बुढाले चाहिँ यहाँ ऐसेलु लिएर आएर मलाई लौ खाऊ भन्दै हुनुहुन्थ्यो के के ल्याइदिनु भयो बुढो यो ऐसेलु कहाँबाट ल्याइदिनु भयो त्यत्रो बुढो छ त कहाँबाट मेरो लागि भनेर ल्याइदिनु भएको त हो कि खाऊ ल खुवाइदिनु न त मेरो हात प्याक छ नि त। जङ्गली फल भए पनि कति मिठो हुने कि यो ऐसेलु भन्ने चाहिँ है। अनि ज्वाइँले टिपिदिनु भयो भने म पनि टिपिदिन्छु भन्दै गएकी थिएँ मेरो दिदी। ऐसेलु टिप्न भन्न गयो कि ऐसेलुले कपडै टिप्दियो। एकजना उहाँ पुछाउनु भयो स्वाइँ वा दुईवटा बाँदरहरू त्यहाँ पुग्दैछन्। यहाँ हुन्छ मेरो बुढा है ह्यान्डसम मेरो। खासै मिठो भएन होला यो अलिक सुट्टा आएन। मेरो बुढा त्यत्रो खाउँदैन मेरो दिदीले यति नै खुवाउन सकिन्छ मेरो टिपेर अघि योभन्दा अगाडि मैले कति धेरै आज चाहिँ हाम्रो सर्ट हाइकिङ छ होइन। अब ट्रेकिङ त भन्न मिल्दैन नि त, यहाँबाट उतै जाने हो। त्यही भएर जाने चाहिँ त्यहीसम्म मात्र हो कि हो। अनि त्यही भएर यस्तो यस्तो बाटोमा हिँड्छौँ हामी। अनि यो जङ्गल डाँडा काँडा देख्दा चाहिँ कति धेरै आनन्द आउने खुसी हुने कि होइन, एउटा पिस हुने कि। हामी चाहिँ यहाँ सारा फ्याफा गर्दै यति माथि आइपुगेछौँ भर्खर। हेर अब हामी कहाँसम्म पुग्छौँ बच्ची बुढो कस्तो भइरहेको तपाईँलाई ठक्कर लाग्न थालेको छ त गाइज। हामीले चाहिँ छोटो दूरी मात्र हामीले चाहिँ डेस्टिनेसन राखेको थियौँ होइन। त्यही पनि कति गाह्रो हुँदै फाइनली हाम्रो डेस्टिनेसन चाहिँ यहाँ थियो होइन। एकदमै राम्रो थियो कि हेर्नुहोस् न कस्तो राम्रो देखिएको थियो भने। यो ठाउँको वास्तवमा भन्नुपर्दा नाम पनि थाहा छैन होइन, तर एकदमै रमाइलो भयो। हामी थोरै मान्छे मात्र गएका थियौँ। हामी मान्छे थोरै नै भए पनि मेमोरिजहरू चाहिँ कति धेरै हुने कि। स्पोन्सर्ड बाई सद्गुरु मोटरसाइकल मोबाइल त लाएन नि हामीले चाहिँ कोल्ड ड्रिङ्क्स पनि लिएर गएको थियौँ। अनि कोल्ड ड्रिङ्क्स चटपटे खाइसकेपछि चाहिँ मैले चाहिँ रिभ्यू लिँदै थिएँ कि कस्तो भयो चटपटे भनेर सबैजनासँग। यहाँ चाहिँ मिठो भयो भनेर नाचगान हुँदै थियो है बिना गीतमा। फेरि हामी चाहिँ अलिअलि रमाइलो गरेर अब हाम्रो चाहिँ फर्किने टाइम भइसकेको थियो। हामी चाहिँ यस्तो ठाउँमा आएको छौँ गाइस, तर यो ठाउँ अहिले यो पुरै पोल्युसनले गर्दा धुलो भएको होइन। यो ठाउँ चाहिँ नकलीको डाँडा भन्छ भनेर चाहिँ सुनेको चाहिँ हो होइन। तर पनि हुन्छ नि एकदमै रमाइलो भयो। जङ्गलमा जथाभावी फोहोर नगरौँ भनेर चाहिँ हामीले फोहोर बोकेर हिँडेको थियौँ कि। अनि त्यही फोहोरले चाहिँ यहाँ भलिबल म्याच पनि सुरु भइहाल्यो। अनि एकछिन हेऱ्यौँ कस्तो लाग्यो बाटो चाहिँ र अब आजको लागि चाहिँ यति नै। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो, मन परेमा लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला। थ्याङ्क यू, बाई बाई।